हेलो गाइस, आज हामी घुम्न आएको रे यता दुईजना अगाडि भर्खरको नयाँ बेहुली भन्दा 1 वर्ष अगाडि हुनु लाग्यो। यता हेर्दा कान्छ हेर त होइन, हेर्नुहोस् त हामी थाम मन्जेङमा आएका छौँ। दार्जिलिङ जिल्लाको बेलिका रोडाङको वडा नम्बर 1। हामी धेरैजना छौँ। रमाइलो भ्यू छ, आउनु होला तपाईँहरू नि हेर्न। कति उकालो हो, राम्रो त राम्रो बनाएको छ यहाँ। कस्तो लागिरहेको छ कान्छ भनिदिउँ त, 2 शब्द राखिदिउँ त। अगाडिबाट पछाडिबाट होइन, अगाडिबाट राम्रो लागिरहेछ हो। फेरि आउनु पायो भने थियो कि लाग्छ लाग्दैन, फेरि आउनु पायो भने थियो जस्तो लाग्छ। अब त आउँदैन यो ठाउँ त जस्तो लाग्छ मन त लागिरहेछ हो। कतिचोटि आउनु त नमरुन्जेल कि हेर्नुहोस् गाइस, म तपाईँलाई बाँदर देखाउँछु, तर बाँदरको पुच्छर छैन भन्ने सुनेको छ। बाँदरको पुच्छर छैन भन्ने सुनेको छु। हेरौँ, रहेछ पुच्छर रहेछ अहिले त। पुच्छर छ होइन र? पुच्छर होइन र? ए होइन रहेछ, बाँदर दामी छ तर बाँदर पुच्छर छैन। यताको बाँदरले चाहिँ पुच्छर रहेछ है। डाफे 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 कालिज गुलेर ढुकुर गफ परिवार है। अनि ढुकुर हो त्यो त बाँदर। हेर्नुहोस्, यो बाँदरको पुच्छर छैन, यहाँको बाँदर चाहिँ पुच्छर छ। हेर्नु त कति राम्रो भ्यू छ है, रमाइलो डाँडा छ। धादिङ वडा नम्बर 1 बेनीघाट रोडाङको वडा नम्बर 1 मा तपाईँहरू पनि आउनु होला, आउनु सक्नुहुनेछ त्यो ठाउँमा। साली तिम्रो जोबाना कल्ले लानी हो। मलाई नि फोटो खिच्नु ल। पात त पात नै हो। हेर्नुहोस् त कति राम्रो भ्यू छ। उतापट्टि तल डाँडा यहाँनिर। बाई 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 भाग्छ त यहाँ। कस्तो लागिरहेको तपाईँले? आउनु पायो भने कतिचोटि आइछ गर्न सकिन्छ तपाईँले? 9-10 चोटि। म र त्यसरी थाहा पनि कतिचोटि हुन्छ, एकचोटि हुन्छ थाहा भयो है। मेरो श्रीमती चाहिँ 9-10 चोटि आइसक्यो अरे। उहाँ चाहिँ मेरो श्रीमती ज्यू। तपाईँ भने चाहिँ 9-10 चोटि आइपुग्नु भयो होइन? अब तिमी कतिचोटि आइपुग्यौ? 10 र 20 र 30 चोटि ठिक छ। अनि तिमी कतिचोटि आइपुग्यौ? अनि तिमी कतिचोटि आइपुग्यौ? तिमी कतिचोटि आइपुग्यौ ल भन त। कतिचोटि आइपुग्यौ? अर्काले सिकाएको थियो भने ल। बाई बाई। हेलो, यता भन्दा नि यता पछि एउटा गीत गाइदिनु है। जुन गीत गाइदिन्छ गाउनु सुन्नु भयो नि। डाफे उनीहरूको ग्रास के भन्छ?
मुस्को फुलेको रातो डोरी शिरमा तिमी र म जायो